हेलो आज नमस्ते अंकल जी। यिनीहरूतिर क्या नमस्ते अंकल जी पहचानिया। प्रज्वल भाइ यहाँ के भन्दैछ प्रज्वल लुगा फेर्दा मोबाइल कृपामा चिया बनाउँदैछ कृपा के भन्दैछ चिया मजा आयो। यहाँ गफ गुरु चेलाको यहाँ संवाद हुँदैछ। यहाँ कुरा सुन्नु है साथीहरू। आमा के भन्दै हुनुहुन्छ प्रजाले भर्खर लुगा फेरेर आएको छ। अनुहार चाहिँ धोको छैन है फेरि। भिडियो बनाउन चाहिँ म है मेरो साथीहरू मलाई चाहिँ नबिर्सिनु। कपाल खुलेको कसको जोगेश दाइले कलर लाउनु भएको आमा आमा तपाईँले कलर लाउनु भएको तपाईँले लाए जस्तै। हाम्रो मम्मीले सबैलाई यहाँ पाठ पढाइदिइसक्नु भएको छ। जिज्ञासु विद्यार्थीहरू यहाँ बस्नु भएको छ। के छ दुई शब्द तपाईँको? दुई शब्द के छ? चल्दैछ यहाँ एनिभर्सरी आमाको बनाउने भइरहेको छ काम। मलाई ओ खोइ त चिया हामीलाई ए ल चिया आउँदैछ अरे उहाँ दिदी प्रज्वलले यहाँ मर्मत गर्दैछ। खानाको लागि यहाँ तयारी हुँदैछ। के छ विशेष आज रिना आन्टी गर्मी मौसम छ यहीँ खानेकुराहरू। रिना आन्टी के पाक्छ आज हाम्रो भनिदिनु त सर्टकटमा। हाम्रो यहाँ आज ढकने छ हजुर मुला मटरको मुला र उसको टमाटरको अचार छ। त्यो बोलीको सब्जीको लागि आलु उसिनेर पारेको बोलीको सब्जी छ। ए ल ठिक छ। ए च्याटिङ गरेर बसिरहनु भएको छ है मोबाइल मेसेन्जरमा यहाँ च्याटिङ गरेर बसिरहनु भएको छ। को हो पत्ता लगाउनु है साथीहरू तपाईँको। के छ खबर? गर्मी छ। हाम्रो आमाकै आज युनिभर्सरी मनाउने हो। आमालाई सरप्राइज दिँदैछौँ हामीहरूले। ए हो ए अनि चिया खानुभयो? चिया खानुभयो आमा? चिया खानुभयो? ए ठिक छ। आमाको दाँत कस्तो छ अहिले? दुख्न कम भयो? ठिकै छ अलिअलि दुख्छ यो खुट्टाले ठाउँदा दुख्दैछ। ए अब यहाँ तपाईँहरूलाई देखाउन जाँदैछु। मजा आयो। प्रज्वल के छ भाइ दुई शब्द तिम्रो आजको आयोजनाहरू के कस्तो हुँदैछ? के आयोजना हुँदैछ गोठालाई हामी राम्रो श्रृङ्गार गर्दैछौँ त्यही हो। ल भाइले भनिहाल्नु बाँकी कुराहरू अब आउँदै गर्छ। मोबाइल चलाउन व्यस्त हुनुहुन्छ। एडिट त गरेर हाल्छ तर च्याट चाहिँ कोसँग गर्दै हुनुहुन्थ्यो त्यो चाहिँ भनिहाल्नु है। अब यो त बेला भएको छ। प्रज्वलको साथीसँग मैले गरेको थिएँ। प्रज्वलको कुरो मिलाउनलाई प्रज्वलले कुरो मिलाउन जानेन कुरो ए ल यो स्टाइलको पनि बिहेमा म यसरी नै सजावटहरू गरिदिन्छु। यो स्टाइलले हुँदैछ बन्दैछ। आज विशेष छ यिनीहरू आमा
प्रज्वल पनि बिहानदेखि मिहिनेत गरेर लागेको छ ठिकै छ बिहानदेखि होइन हिजोदेखि हिजोदेखि प्रज्वलले निम्तोहरू बाँडेको तर निम्तो बाँडे पनि खोइ प्रज्वलले आयोजना चाहिँ आज अलिक ढिलो गरिरहेको छ किन हो मिहिनेत छ नि त मेरो पनि मिहिनेत छ है यहाँनिर जे भए पनि भिडियो बनाउन पनि अलिकति स्ट्रङ भिडियो बनाउन पनि मेरो मिहिनेत छ है साथीहरू जे भए पनि किनभने मैले पनि भिडियो बनाउँदैछु नि त ल है हाम्रो यहाँ एकजना युवा हुनुहुन्छ कोही विवाह गर्न शादी एउटै कुरो गरिसक्यो फेरि बोर हुन्छ नि होइन एउटा शादीको लागि चिटिक्क पर्नुभएको हेन्सम एकजना युवा हुनुहुन्छ युवा हुनुहुन्छ ल कोही हुनुहुन्छ भने त्यस्तो इच्छुकले दुईजना है मिलेर कमेन्टमा मेरो लेखिदिनु होला यत्तिको हेन्सम मान्छे खोजेर भेट्नुहुन्न है तपाईँहरूले ल के को चिया खाने अनि पछि हेर्न रमाइलो हुन्छ त गर्मीमा के को चिया गर्मीमा चिया खाने कि पानी खाने हो त कहाँ से आते हैं नान्टी पनि चिया हो कृपादिले यहाँ चिया ल्याइसक्नु भएको छ कुन हो त्यो हो वाउ थ्याङ्क यू अरे युट्युब बिरान्डीले भाइरल गरिदिनुहुन्छ भन्नु त भनिदिनु न कहानी भन्नु न बिनान्टीको आगमन भइसकेको छ है साथीहरूलाई यहाँ हेर्नु उहाँ फेरि होइन उहाँ फेरि टिकटकको 1 नम्बर उहाँ होइन बिनान्टी फेरि टिकटकको 1 नम्बर फेरि उहाँ एकदमै राम्रो छ रमाइलो भइरहेको छ आज हाम्रो हजुरबा हजुरआमाको यहाँ एनिभर्सरी सबैजना भेला भएको छौँ एकदमै रमाइलो छ प्रज्वल के गर्दैछ त्यता प्रज्वल केले मलाई नै टार्गेट गर्दो रहेछ हेर्नुहोस् है तपाईँहरू भिडियो हेर्दै जानुहोस् टार्गेट आज मलाई पनि आज हेन्सम देखिएको छ है साथीहरूलाई योगेश दाइ पछि कस्तो छ दामी लागेको देखिरहेको यहाँनिर हाम्रो काम हुँदैछ बन्दैछ बिनान्टी पनि भर्खर आइपुग्नु भयो अघि के छ यात्रा राम्रै भयो यात्रा राम्रै भयो ल एउटा मिस्टेक भयो योगेश दादा एउटा मिस्टेक भयो कस्तो देखेको छ राम्रो छ उज्यालो आएको छ ल गाइजहरू हेर्नु हो प्रज्वल प्रज्वल अलिअलि थियो थुप्रो वर्ष भयो नि त मजा आयो बाको कोठामा यस्तै थियो नि त बाको पुरानो याद छ तिमीहरूलाई उता आमाको यता के हुन्छ अरे बिनान्टी ल बिनान्टीले यहाँ ब्यागबाट के निकाल्दै हुनुहुन्छ है गाइजहरू ब साथीहरू सरप्राइज गाइजहरू ल वाह 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 ल ल ल लुटी ले हारालुच ल ल ल ल ल मेरो लागि ल मलाई खै त ल तँलाई यो पिङ्क कलरको मैले यो दुर्गाको कलेज हो ल ल ल ल ल मलाई आउँछ भने फोन गरेको रहेछ कि ल मलाई यो रामोसमा हेर्ने कपडा यो उल्लाय हो दुर्गालाई
आउँदै हुनुहुन्छ कौन है ये? दुईजना तपाईँलाई मगाएको होइन आमाको यहाँ सिँगार पेटार भइरहेको बुवा कामभन्दा बढी हल्ला भइरहेको चाहिँ जस्तो महसुस भइरहेको छ मलाई आमाको मेकअप भइरहेको छ आमा आमा खुसी हुनुहुन्छ नि आज आज त सरप्राइज आमा आज त सरप्राइज हुने भयो त खुसी हुनुहुन्छ ए ल ओ यो कस्तो राम्रो मिठो त यो आमालाई कस्तो लागिरहेको छ ढोक्समा छैन अस्ति फन्काको रमाइलो आइरन गर्नुपर्छ होला है सायद ए आइरन गर्न आउँछ ए आइरन गरिदिनु आमा मक्क भन्नुभएको छ है साथीहरूलाई शान्ति एउटा बट्टाको सिन्दुर पनि ल्याइदिनु न तीन दिदी बहिनी आमालाई पोते चाहिँ अनि पोते चाहिँ के ल्याइदिनुहुन्छ नि पोते पर्दैन त्यो औठी लगाइदिन्छ तीन दिदी बहिनीहरू यस लुङ पोते राम्रो खालको त प्याकेटमा आमाको पर्दैन हौ मेकअप भइरहेको छ कहाँ त्यो कहिले कुन लाउनुहुन्छ गर्न प्याकेटमा तिनजनाले आज तर लाउँदा त पोतेहरु छैन यही चाहिँ गर्दा हुन्छ यही चाहिँ लगाइदिने हो किन पुगेन त्यस्तो त खुइलिन्छ त बुवाको पैसाको नाश हुन्छ कि यही चाहिँ बट्टा ल्याउनु न यही चाहिँ लगाइदिने हो क्या टक्कसँग अनि फोटो खिच्ने हो भिडियो बनाउने यो चाहिँ यता त्यो होइन यहाँ छ बट्टा आमालाई चिटिक्क पारिदिनु है यसले नै कति राम्रो देखेको छ यो नयाँ पनि आमाले गर्नुभएको छ टक्क आज लगाइदिने हो औठी पनि तिनजना दिदी बहिनीहरूको कला देखिन्छ आमालाई कतिको चिटिक्क पार्नुको रहेछ लगाइदिने हो अनि फोटो खिच्ने हो उहाँहरूले चिटिक्क पारिदिनु हो भने आमालाई यो त अनि यो राम्रो देखिन्छ नि त यो त राख्नु न यो राखेको लगाइराख्नु नि त पर्दैन नलाउनु अहिले राम्रो देखिँदैन यो बुवा अहिले त लाउनु भएको छ नि त यो बुवाले लगाइदिनुहुन्छ अनि ताली पड्काउने त्यसमा बल्ल फोटो खिच्ने पुरा सुहाको छ भइसक्यो यो दिने हो देखिरहेछ कि पर्दैन भइरहेको छ कामहरू अब बाला किन खोल्दै समयपछि यसमा घडी छ घडी छ घडी छ छैन हल्ला भइ नै रहेछ घडी लाउँछ घडी भयो अनि यो लागिरहेको रिल दामी भनेर घडी लाउने घडी लाउनु त्यसो भए तेरो हातमा घडी फेसबुकमा हालिदिउँ ल यो ठिक छ त्यसमा त्यो उता लाउनु यता एउटा मात्रै हो यो बाला यो उमालेले यता बुवा अर्को छैन बुवा रेडी हुनुभएको छैन तपाईँ चाहिँ बुवा एकछिन नेट गयो है तपाईँको बुवा तपाईँ चाहिँ रेडी हुनुभएको छैन बुवा तपाईँ चाहिँ किन रेडी नहुनुभएको बुवाले पोते रेडी पार्नु भएको थियो मङ्गलसूत्र बुवा लागिदिनु बुवा समातेरलाई भन्नु त्यसरी राख्नै जाला यहाँ आइरन लगाउने काम भइरहेको छ लुगामा बुवा चाहिँ यहाँ व्यस्त हुनुहुन्छ मोबाइल हेर्नमा योगेश दाइ के गर्दै हुनुहुन्छ तपाईँ के गर्दै हुनुहुन्छ बुवाको कुर्ता सुरुवाल बेहुलाको कुर्ता कमिज सुरुवाल होइन दौरा सुरुवाल आइरन गरिदिन आँट्दैछु ल ठिक छ आशीर्वाद छ तपाईँलाई बुवालाई कस्तो लागिरहेको छ बुवा यता हेरेर भन्नु न बुवा कस्तो लागिरहेको छ कस्तो लाग्छ कहाँसम्म पुग्यो मेकअपहरू मेकअप गर्दैछ म मेरो त धुलोले खत्तम भएछ अनुहार बिनान्टीलाई यहाँ अझै पनि मेकअप अब बिनान्टीको बल्ल सुरु हुँदैछ ल उमा दिदीको खोइ छ लुगा यही हो उमा दिदी यही हो लुगा नयाँ टप्स लाउनु नि पिङ्क कलरको राम्रो आउँछ क्या फोटोहरू पनि लगाएर ल्याइदिएको छ ल्याएको छु एउटा कुर्तीले भयो आमाको राम्रो यहाँ पनि अर्को सेफ्टी पिन अहिलेको मसिनो यहाँ लगाइदिनु न बिना कस्तो देख्नु आमा ए अगाडि भयो यहाँनिर चाहिँ लगाइदिनु धेरै पछाडि हुँदैन हौ त्यो होइन कस्तो राम्रो देख्नु अर्को पनि थियो नि दुईटा अगाडि यस्तरी आएर क्या दुईटा छ नि दुईटा दाढी काट्दा राम्रो हुन्छ दाढी काट्नु राम्रो आउँछ किन क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात बुवा योगेश दाइले जे होस् यत्तिको पछि भाउजूको रोजिनाको बिहेमा हो
पछि होइन पछि भाउजूको पनि जे होस् यतिको सेवा गर्नुभयो भने साडीमा आइरहनु भाउजूको फल्समा फल्स साडीको फल्स गर्नुभयो भने योगेश दाइ त इन्टरनेसनल भाइरल हुनु ल गीत सित त ठिक छ ल हाई ल ठिक छ स्पिकर ल्याएको त पर्दैन पर्दैन भन्नु ए स्पेसिफिक पकड चिया भयो स्पिकर त ल्याउनु पर्थ्यो नि त गाई मसँग थियो नि यहाँ बेहुला हेर्नु गएला बन्द गरेर लागेको बर्थडे सड्डे मनाउने भन्दा हामी खुसी भएर मनाउँदै बुवा मनाइँदैन यहाँ भन्दै हल्ला हेर्नु त हजुरबाउको अगाडि यो चम्केको हो हान्नु न यसलाई हेर्नु त बुवा तपाईँको अगाडि बुहारी ल्याउने कुरा गर्छ बुवा त वरिष्ठ देखिनु हो बुवा अब माननीय टोपी ल्याएको क्या बात है सर क्या बात भिडियो बनाउँछ माननीय है अब बन्द गर्छ पाइजामा लगाएको बुवाको आउँदैन नि त भिडियो ए अब शपथ ग्रहण भइगयो नि अब हाम्रो कार्यक्रमहरू लगभग अब सुरु हुन आँटिरहेको छ साथीहरू अब तेरो भ्लग चाहिँ 2.5 घन्टाको भन्नु वंडर वर्ल्ड में जिक्र आया के नाम का दुई घन्टै पुग्छ होला साथीहरू रहेछ भन्न अब ठिक छ अब 2 घन्टै पुग्यो भने पनि हेरौँला बसेर होइन गरेर पाएन राम्रो भन्नु अब यस्तै छ साथीहरू गर्मी मौसम छ गर्मी लागेको छ होइन तपाईँहरूलाई म अपडेट दिइरहेको के भन्नुभएको अरे योगेश दाई योगेश दाई के भन्नुभएको अरे बुवाको अस्ति बिहे भन्दा आज बुवा नर्भस यो कुरा चाहिँ के भन्नुभयो त सम्झिँदै हुनुहुन्छ है बुवा 27-28 वटा बिहे थिए त्यो अघिल्लो दिन हजुर कुन उहाँ हरिकृष्ण उहाँ क्या बात ये बात है अरे सर क्या बात अनि भोलिपल्ट एउटा जग्गामा औलिया बाबाको मन्दिर एउटा जग्गे बेहुला अनुहार हिँडे त्यही जग्गामा हामी बसेको दुना टपरा त्यहाँको हटाएर हजुर अनि हाम्रा गुरुले त्यो स्थापना गर्नुभयो त्यसै गर्दा यो ठुलो हुन्छ हो अनुभव भइरहेको कस्तो लागिरहेको छ तपाईँलाई अहिले ए बेहुलो भयो नि अब ए बुवालाई अब 18 सालमा के अरे बुवालाई त तर कस्तो 18 सालको बेहुलो फेरि 82 सालमा बेहुलो कस्तो चिटिक्क राम्रो देखिएको बुवालाई त ए ल ठिक छ के हो भन्नु त के अरे योगेश दाई हामीलाई पनि बुढेसकाल लागेपछि अँ नाति नातिना पनातिना अब जनातिना त होला नि नहोला नि अँ तर पनातिनासम्मले मनाइदियो भने त मान्नु उहाँ चाहिँ हाम्रो आजको बेहुला हो है साथीहरू बेहुला आजको अब हात साथ लाउनु ए हात यहाँ गर्नु न चिउडोमा के गर्नु उल्टो घरको हात ल यस्तै हो सोझै माथि हेर्ने नातिले हजुरबालाई सिकाउँदै हुनुहुन्छ है कमक्क पर्छ न अलिक जन्ती पार्टीहरू रेडी भइसक्नु भएको छ के छ 2 शब्द अब हामी जन्ती पार्टी छौँ अब जन्ती जानको लागि तयारी अवस्था के छ जन्ती ए तपाईँहरू बेहुली पार्टी हो यहाँ छिटो ल 1 2 3 गो उसको कति हात आयो 1 2 3 गो ल म पनि ल उमाले खिच्दा उमाले अब आमाको ल टिकटक एउटा आमा त के हो आमा त हाँसेर ल लजाएर आमा त कस्तो लजाउनु भएको आमा उसमा एउटा फोटो खिच्दै त मेरो बुवा यता हेर्नु त आमा बुवा पनि यता हेर्नु ल अब एउटा टिकटक बनाउँ सबैजना भयो अरे ल बनाउन त बनाऊ तर ह्याङ भयो मोबाइल